यहाँ बगिरहेको छ नि यो झरनाको पानी एउटा सानो भूमिगत मुहानबाट उत्पन्न हुने खोलाबाट बनेको हो र यो पानी लाइमस्टोन क्लिफ अथवा चुनढुङ्गा माथिबाट बग्छ र त्यसपछि पूर्वतर्फ करिब केही माइलको दूरी पार गर्दै ग्रेट मायामी रिभरतर्फ बग्छ। यो यतापट्टि बगेर गएको देख्न सक्नुहुन्छ तपाईहरुले। यो झरना चाहिँ मैले अघि भने यति सुन्दर छ, त्यो शान्त पाराले बगिरहेको छ। त्यो छ